बान्टीले हो कि हजुर हजुर कस्तो छ त्यो भन्ने तपाईँलाई कसले पठाइदिनु होला तपाईँहरूले भनेर हुँदैन के भन्नु आफ्नो छोरीलाई के भन्न चाहनुहुन्छ यहाँ के लेख्नु भएको छ म पढ सुनाइदिउँ पढ्छु ल ह्याप्पी बर्थडे प्रिय बाबा जन्मदिनको धेरै धेरै शुभकामना तपाईँ हाम्रो जीवनको सबैभन्दा ठुलो प्रेरणा भरोसा र शक्ति हुनुहुन्छ तपाईँले परिवारका लागि गर्नुभएको त्याग माया र शब्दमा बयान गर्न सक्दिनँ भगवान्ले तपाईँलाई सधैँ स्वस्थ खुसी र दीर्घायु बनाउन् तपाईँको अनुहारको मुस्कान सधैँ यस्तै रहिरहोस् तपाईँको हरेक सपना पुरा होस् तपाईँको छोराछोरी भएर जन्मिन पाउने हाम्रो लागि ठुलो सौभाग्य हो जन्मदिनको धेरै धेरै शुभकामना बाबा तपाईँलाई धेरै धेरै माया गर्छु अरे तपाईँको माइली छोरीले पठाउनु भएको हो यहाँ अरू पनि के दिन्छ र यहाँ तपाईँलाई लुगा पनि पठाउनु भएको छ तपाईँ मोटो हुनुहुन्छ भने साइडमा पठाइदिनु हुन्छ तपाईँलाई यहाँ पनि आएको यहाँ राखेको छु ल तपाईँ के भिडियो हालिदिनु तपाईँ के के भन्न भन्न चाहनुहुन्छ कि चाहनुहुन्छ आफ्नो माइली छोरीलाई धेरै धेरै धन्यवाद तपाईँ सोच्नु भएको थियो कति वर्ष लाग्यो मान्छे पढाउँछु भन्नुभएको थिएन तपाईँलाई पढाउँछु भन्नुभएको थिएन उहाँले यो सब राख्ने हो तपाईँको आजसम्म केक काट्नु भएको छैन बर्थडेमा आज फर्स्ट टाइम आज छोरी आज ल आज सुरुवात हुन्छ आजबाट ल जुन बाहिर गरेको त्यो केही बोल्छु केही थियो ल ल यहाँ देखा जा कता देखा कान्छीलाई यहाँ कहाँ हराइ आजबाट 65 64 कान्छे पैसा यता निस्केन केक काट्न तर प्रायः मान्छे यो लटमा हुन्छ तपाईँ छुट्टामा हुन्छ ए ल खोइ त सर्दैन खोइ त ए त्यही हो त मैले कान्छी पठाएको माइन्ड बुझेँ